ngala sin nangri ela wagla sulamaya ngala ting nangri e korbadi sulamaya ngala sin nangri ela wagla sulamaya Josi klang si blaf ma Josi klang si blaf ma Maya la je sumla nan na dola Maya la je sumla nan na dola La 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 Ngalamikli la nang lasi jailin hidani na lala ngalamikli la nang lasi jailin hidani na lala simlami sim doi pinasi tinglami ting doi pinasi Jusi se manhang la tam elan kuri klang lang Ilan kuri klang Ngalasin nangli ela wagla sulamaya Laveri khamla tor marla na aklango sim tala java che gai shapji susem se e dan damji nai pin ba chumaya re dungala shap sim hang re dungala shap Rilung bakala dan mamaya tala
तिम्रे अंगालों में बास पाए यहाँ वहाँ बहुतारी बरफी पलुझे जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि रात पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो
चढेर आउनु है सगुन बोकेर आहेर टोटेर रातै साडीमा बसौला तिमीलाई पर्खेर यो नेपाली छोरीले गर्छ माया खुलेर गर्दैन है कुरो झुठो मेरो मन जित्नलाई थोरै दुःख गरे है दुःखकै फल हुन्छ मिठो आहेलाई परिलाई ल्याउने चलन छ हाम्रो 12 पोको भन्ने चाहिँ चामल लिएर पैसा पनि यही हुन्छ पैसा राख्नु पैसा राखेर त पैसा पनि यही हुन्छ पैसा पनि हुन्छ 10 यहाँ पैसा यहाँ विभिन्न यहाँ भाग लाउनु पर्ने हाम्रो चलनमा भने है मैले त हाम्रो चलन चल्ती मात्रै भनेको अब हजुरहरूको चाहिँ चल्दिहाल्नु थाहा छैन है अझ त्यो त्यहाँ भएको हल्का राख्दिनु अनि किनभने चारदामलाई त खानु चाहियो है हजुर चारदामको भएपछि अब चारदामको चाहिँ हामीले 4 महिना चामल मैले अघि नै भनिसकेँ है चामल त 13वटा पैसा 12 पोको भन्ने यो 12वटा पोको छ यहाँ विभिन्न चिजहरू हालेर चलन छ अनि त्यहाँबाट चारदामको लागि भनेर हामी एउटा भाले ल्याएको छ भाले त्यहाँ छ अनि यो यसको लागि चाहिँ अब बिहेको लागि हाम्रो चलन चल्ती अनुसार चाहिँ अब यो पावर ल्याएर हामीले अब सेल ल्याएर 400 तपाईँ कति भन्नुभएको छ 400वटा ल्याएको हामीले अनि फलफुलहरू त्यही 400 चाहिने हाम्रो त्यति सोगुनको लागि त्यो यो पोङ्गु ल्याएर त्यो गुङ्गु ल्याएर होइन आइरक यहाँ 5 पाती त्यहाँ 5 पाती अर्को छ 10 पाती छ 10 पाती ल्याएको छु यो फलफुलहरू हो यो प्रडक्टको लागि हो यो चिजोहरूको त्यही बेला चाहिन्छ यति हो कुखुराको भाले यो चामलको लागि छोरी अर्चना थिङ सिन्धुपाल्चोक जिल्ला फुलमान बाजे फुलमान पाठन फुलमान स्याङदनको नाति हिरालाल स्याङदानको छोरा अमर स्याङदानलाई आजबाट चाहिँ पाले पुण्य भनेर होइन हाम्रो फुलबाट चाहिँ हजुरहरूलाई चाहिँ जिम्मा लाग्यो यहाँबाट हामी अब फलाना ठाउँको रसुवा जिल्लाको केटीले भन्ने कुरा आयो त्यहाँबाट कहाँ होला के होला कसरी बिहे गर्ने होला त्यति टाढोको मान्छे हामी कसरी पुग्ने होला जस्तो लागिरहेको थियो अब तपाईँहरूले हजुरहरूले पनि यहाँ अब नजिकै काठमाडौँमै क्षेत्रमै अब यहाँ बिहे गरेर हामीलाई हामी फुलमान स्याङदानको कति छोरी थियो हजुर खरबहादुर थिङको नातिनी अनि चित्रबहादुर थिङको छोरी अर्चना थिङ भन्ने बुहारी हाम्रो लागि बुहारी आज हाम्रो सिन्धुपाल्चोक जिल्लाको फुलमान भन्ने बाजेको नाति छोरा
हिरोलालको छोरालाई स्याङदान हिरोलालको छोरा अम्बर स्याङदानलाई अब आजदेखि हजुरहरूले हामीलाई भनौँ न हजुरहरूको कुलदेउताले छोडेर हाम्रो स्याङदानको कुलदेउताले बुझ्ने गरेर हामीले आज स्वीकार गरेर हामी हजुरहरूले दिनुभयो हामीले अब के हो अब लाने स्वीकार गरे हामीले जिम्मा लिइसक्यौँ आजबाट होइन पनि हजुरलाई होइन आज सुरु भइसक्यो गर्नु जे गर्नु हुन्छ होइन हजुरको भएर हामीले सुरु गरिसक्यो ठिकै हो भने बहिनीहरूको लागि अब आजलाई सुरु हो त्यही हुन्छ ढोग्नु ढोगेर तपाईँले ढोग्नु हो 3 फेरा है यताउता यो थाल्नु अब तपाईँले के भन्नु हजुरहरूको अब यो आशीर्वाद गर्दै हजुरको छोरी चाहिँ टाइममा जिन्दगी भएर साथ दिनेछु अब तपाईँहरूको यो आशीर्वाद मतलब तपाईँहरूको यो वचनलाई मैले अब कहिले पनि अब गरेको छैन फरक गरेको छैन जिम्मा लिएँ ढोग्नु नि यता ढोग्नु तपाईँले ढोग्नु अब साड्नु अब यताबाट फेरि बोलेर दिने उता अब यताबाट के भन्नु भयो तपाईँहरूले के भन्नु यसो ढोग्नु अब एकचोटि मात्रै उता त खाने अब सक्यो यो हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारमै साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिएन अरू कतै मिलेका ती आँखाहरू झन् हेरिरहँ झै बनाउँछन् खुलेका केशहरूले फेरि बास्ना गुलाब झै छर्दछन् म हराए इनमै डुबी म हराए मधोस भएकन थान पाएकन म हराए धकेल्ने रहेछ मायातिर सुस्तरी त्यसैले डुब्दैछु म तिमीमा निकै नै बेसरी मनको भित्री भावनाहरू सबै नै समेटी गाउँदैछु दोहोर्याएर फेरि यो गीत तिम्रो लागि हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारमै साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिएन अरू कतै मिलेका ती आँखाहरू झन् हेरिरहँ झै बनाउँछन् खुलेका केशहरूले फेरि
बास्ना गुलाब झै छर्दछ नाच्दै गाउँदै रिस राग
I know you want me. You know I want you. I know you want me. You know I want you. I know you want me. You know I want you. I know you want me. You know I want you. 1, 2, 3, 4, 1, 2, 3, 4, rumba. Ella quiere su rumba, go. Rumba. Ella quiere su rumba, go. मन कहे कि मेरे आओ चादर डाले सारे इन हाथों पर मैं चांद रखूं इस मांग में फिर तू डाले अजब दिया खुशी को दिया रंग लगा रौना एक कहीं मेरा चैन वैन सब उजड़ा जालिम नजर हटा ले मेरा चैन वैन सब उजड़ा जालिम नजर हटा ले बर्बाद हो रहे हैं जी बर्बाद हो रहे हैं जी तेरे अपने शहर वाले मेरा चैन वैन सब उजड़ा जालिम नजर हटा ले बर्बाद हो रहे हैं जी तेरे अपने शहर वाले मेरी अगुआई ना टूटे तू आजा मेरी अगुआई ना टूटे तू
डिमान्ड हुनु पऱ्यो नि त रुपिज 25,000 कहाँबाट पाउनु हो कहाँबाट गर्नु 25,000 मेरो त घर पुगेर त्यही बुझेर मैले जुत्ताको कति रेट हेरि भन्दा मैले छड्का जुत्ताको प्राइस भन्दैन हैन जुत्ताको प्राइस जुत्ताको प्राइस त पहिल्यै तिरिसक्यो नि मलाई पनि दुःख भइसक्यो यहाँ पुग्दा म लाउँछु अनि पैसा होइन पहिला दिने हो त्यसपछि हजुरलाई ल आयो है आयो बिस्तारै एउटा है एउटा माथि जानु पऱ्यो अब जुत्ता चाहिँ यहाँ दिँदा हुँदैन त्यस्तो बिना चाहिँ पहिलाहरू कता हो बनाउनु छैन पैसै छैन ल ओ मैले त 10,000 दिएको 25 रुपियाँ नै गर्न पाइयो तर म त अहिले माथि जानुपर्छ म एकछिन दिँदै गरेँ कति दिउँ तँलाई कति दिउँ भन न बिस्तारै मन भयो भनेपछि माफी भयो भन्छु बोलायो माला बोलाएर दियो भाइ छैन अनि पैसै छैन फिर्ता दिइहाल्छु कति यो जुत्ताको प्राइस कति हो के गर्नु त नयाँ लग्यो केटा हो के गर्नु प्राइस कति हो जुत्ताको खोइ भेनापट्टिको कोही हुनुहुन्न हाम्रो भेना दिदीहरू फेरि 1000 रुपियाँ भन्दा फेरि सानो सानो जान्छ अब त भयो यस्तो ढिलो नगरेर काम सकिहाल्ने ल भयो होइन एउटा त थप्नै पर्छ होइन एउटा थप्नै पर्छ अब एउटा लास्ट यो त दिनु मिल्दैन यो दक्षिणा आउँदैछ है दक्षिणा मात्र छ मेरो छैन खोइ यस्तो म यस्तो ज्ञानी ल है ल यहाँनिर कति आयो यहाँ म पनि खुसी भेना पनि खुसी खुसी भइसक्यो भनेको मान नानी तिमी त जुत्ता लगाइदियो अब जुत्ता होइन लगाइदिनु पर्छ होइन लगाइदिनु पर्छ कहाँ उल्टो लगाएको
यता गर उता उता गर भेडाको ढुङ्ग्रो पर्छ खुट्टामा ढोगेर फेरि पैसा पाऊँ भेनाले लाउँछ नि त पैसाको छ 5 रुपियाँको नोट महँगो छ अनि त्यो नोट पाउँदैन अहिले लो भइसक्यो अनि 5 रुपैयाँ चाहिने रहेछ होइन जुत्ता साटे जस्तो है ठिक भएन त्यही त के हो खुला झुलाएर ब्रान्डहरुको त भेना धन्यवाद राम्रोसँग दिनुभयो आम्मालाई चाङ भनी ल्याएको मैले तामाङस्या होइन होयामा बचपनकी प्यारी ल्याएको छु मैले नरिसाउनु होयापा आम्मालाई चाङ भनी ल्याएको मैले तामाङस्या होइन होयामा बचपनकी प्यारी ल्याएको छु मैले नरिसाउनु होयापा भित्र्याउ चाङसार रीति पुराई सिकाउँछु तामाङको दस्तुरलाई भित्र्याउ चाङसार रीति पुराई सिकाउँछु तामाङको दस्तुरलाई थप पो पाउँछु दुनियाँको सामु मन मिली ल्याएको चाङ भन्नलाई खबम खजी गदन माया ओ खबम खजी गदन खजी माया
छु सैनो नेमराङमा चुमाया खाइराङमा धनवा खासै Sai mikli khasai eta chasi sola khata sai mikli khasai eta chasi sola tingni Cumaya khairanwa khasai simranwa Cumaya khairanwa
आज तिम्रो मायामा पक्लिरहन्छु म आजभरि रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा सधैँभरि देख्छु तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ जुनीभरि हाम्रो कथा सधैँभरि चाहिँलाई पन्साउँदै खोला घुमाइलाई पन्साउँदै मेमेले बनाएको यो डम्फु तागधुई बजाउँदै उकाली बाटो द पिपल भर तेर्सोय बाटो पहिला सहर तेर्सोय बाटो पहिला सहर जोजोको जन्ती लिएर आइपुग्यो हामी बेहुली घर आइपुग्यो हामी बेहुली घर
फुलेछ फुल त्यो फुलाको के होला थर साइनुले कुटुम्ब हो भने दोहोरी मायै ओहोरी सार पुर्खाले बनाएको यो डम्फो दगधुई बजाउँदा हजुर आउनु भएछ डम्फोको खैरन गीत गाउँदा सुनपति धोबीले सङ्गर्दै चाइरामैलाई फन्साउँदै बेहुला पाले परेछ साइनोले सँगै परेछ फुलबारीमा फुल फुल्छ भमराको मण्डल छ दुनिया साथी सै छ बगर दोहोरी मायै ओहोरी सार बिहेको भतेर पकाउने भतेर मासु भात खाने तामाको पाथी खरकुनडा पित्तले गागरी झर्के थाल सम्धि परेछ भनेर ज्यानले गर्यो आँखाको चाल ज्यानले गर्यो आँखाको चाल मेरो नि उमेर पुगिसक्यो हुन्छ कि घर जाउँ यसै साल हुन्छ कि घर जाउँ यसै साल यो मन मिल्यो भने यो ज्यान मैले लैजाने ताम्बनै साथी भो पैदार दोहोरी मायै ओहोरी सार टप्परी बुन्ने त सालको भात दिए पो खान्छौ मासु भात सम्धि त रहेछै गलगले खानुमा मात्रै ध्यान जाने यो मन त्यो मन मिल्यो नि यो ज्यान त्यो ज्यान मिल्यो नि यो ज्यान त्यो ज्यान मिल्यो नि रुखो रुखो चढ्ने ढेँडो झैँ देख्छ नि सम्धि तिमीलाई देख्छ नि सम्धि तिमीलाई चेपरी भेनाको बन्धनमा दिपी त फस्यौ अन्जानमा लाउँदैन माया घर दोहोरी मायै ओहोरी सार zaman lado ni puro Lama
tapi rang laga sapi itu semua sapi ganda itu jangan kalau ini kata ada lagi satu ada थोड़ा सर जी सर 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 किसी होला आस्याङले चाङ छार माछालाई छेफुल्ला आस्याङ स्याङलाई थ्याफुल्ला साहित हेरेको लोखाम पानी मिलेको चिहीमा साहित हेरेको लोखाम पानी मिलेको तामाङ रिमठिम बुझाइ चाङ छार आज ल्याएको तामाङ रिमठिम बुझाइ चाङ छार आज ल्याएको Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.